आज हामीले दिउँसोको खाजामा गिलो चटपट बनाएर खायौँ सिम्पल तरिकाले। हेलो नमस्ते साथीहरू, वेलकम ब्याक टु माई नेटर मिनी भ्लग। कति करेन्ट चाउचाउ मात्र खाने कि कहिलेकाहीँ त घरमै गिलो चटपट बनाएर खाइदिनु नि त साथीहरू, सिम्पल तरिकाले होइन। चटपट बनाउनको लागि त आलु चाहियो साथीहरू, त्यही भएर चाहिँ मैले आलु उसाएँ। साथीहरू मैले चाहिँ आलु उसाएर गएँ दोकान गएर भुजाएर चाउचाउ लिएर आएँ मैले। चटपट चाहिँ मैले त्यो गिलो चटपट भनेर स्ट्यान्डर्ड तरिकाले चाहिँ मैले बनाउनु लाग्यो होइन, सिम्पल तरिकाले आफ्नो घरमा जे सामान छ त्यसले नै बनाउने हो साथीहरू चटपट। अनि साथीहरू मैले चाहिँ सामान घरमा ल्याएर आइसकेपछि चटपटको लागि चाहिने गिलो सस त रेडी पार्नै पर्ने साथीहरू। सस बनाउनको लागि चाहिँ पहिला सुरु मैले आटा हालिसकेपछि फ्रुट कलर हाल्नु पर्ने हुन्छ। अनि हालिसकेपछि चाहिँ मैले ग्यासमा बसालिदिएँ सस बनाउनको लागि। चटपटमा हाल्नको लागि चाहिँ सामानहरू मैले तपाईँहरूलाई देखाइसकेको छु साथीहरू, मेरो घरमा के सामान थियो भने। पहिला सुरुमा त मैले प्याज अघि नै काटेको त्यो प्याज हालिदिएँ, अनि आलु हालिदिएँ अघि उसाएको खुर्सानी, अनि 3 प्याकेट चाउचाउ ल्याएको थिएँ, 2वटा वाइवा चाउचाउ ल्याएको थिएँ, अनि एउटा पिरो चाउचाउ ल्याएको थिएँ। चटपटमा अमिलो कागती चाहिँ हाल्नु नै बिर्सिनु भएन कि साथीहरू, त्यही भएर चाहिँ मैले अमिलो हालिदिएँ। अनि अघि बनाएको गिलो सस मैले हालिदिएँ त्यसमा पनि। सबै सामानहरू हालिसकेपछि मजाले मोल्नु पर्ने हुन्छ। मोलिसकेपछि फाइनल लुक चाहिँ यस्तो रहेको छ साथीहरू, देख्दाखेरि चाहिँ वाउ टाइपको देखेको छैन, खाँदाखेरि चाहिँ यस्तो बबाल। अहिले रातिको 11 बजिसकेको छ साथीहरू, अनि अहिले चाहिँ म भोइस कभर गर्दैछु। अनि भोइस कभर गर्दाखेरि अनि यस्तो मुखबाट रुवाल आइसकेको छ कि साथीहरू, अनि देख्दा पनि खाम टाइपको होइन। एक प्लेट चटपट खाइसकेपछि त पचाउनै पर्यो साथीहरू। अनि एकछिनपछि चाहिँ त्यो अगाडिको बारीमा घाँस रोपिदिन्छु, म घाँस छरिदिन्छु त गमागम गरेर खन्ने मात्र हो भन्नुभयो मम्मीले। यता चाहिँ मम्मीले घाँस छर्दै हुनुहुन्छ साथीहरू, देख्न सक्नुहुन्छ। अनि यो चाहिँ मेरो छोरी हो साथीहरू, यसको दुनियाँ फेरि छुट्टै छ, अनि खन्नै दिएको थिएन कि साथीहरू, खालि अगाडि आएको छ। अनि मम्मीले चाहिँ घाँस छरिदिनु भयो, अनि म खन्नतर्फ लागेँ। नानीले चाहिँ खन्नै दिएको थिएन कि साथीहरू। फाइनल साथीहरू मैले चाहिँ यति खनिसकेको छु बल्ल तल्ल। खन्दाखेरि खालि नानी अगाडिको आगो गरिरहेको थियो कि साथीहरू, खन्नै दिएको थिएन राम्रोसँग। अनि एकछिन रेस्ट गरेँ म, अनि फेरि खने दमादम गमागम गरेर खन्दै गएँ साथीहरू। मैले भिडियो बनाउँदाखेरि खालि अगाडि गएर ठिङ्गो बिन्छ साथीहरू, न त भिडियो बनाउनु दिएको छ न त काम गर्न दिएको छ। बल्ल तल जसो तसो गरेर पनि मैले आधी खने, अनि एकछिनपछि हजुरआमा आउनुभयो बिचमा फेरि, अनि यस्तो गरिम भएको थियो नि साथीहरू। अनि एकछिनपछि चाहिँ पानी पनि पर्यो, पानी पर्न लागिरहेको थियो साथीहरू, अनि त्यही भएर चाहिँ मैले आधी खने आधी छोडिदिएँ साथीहरू। आजको मेरो मिनी भ्लग तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु, नभुलिदिनु साथीहरू, लाइक गरिदिनु, भिडियो मन परेमा बाई।